आज यस प्रेममा चौबिसी भएका सधैँ मित्रहरूलाई बुद्ध जयन्तीको दिनमा सबैजनालाई शुभकामना। हामीहरूलाई बुद्ध जयन्ती मनाउनु पाएको एकदम ठुलो पर्व छ र बुद्ध जयन्ती चाहिँ के हो भनेपछि बुद्ध जयन्ती भगवान बुद्ध जब यो धरतीमा आइदिनु भयो त्यो नै हाम्रो लागि एकदम सौभाग्यको कुरा हो र उहाँ लुम्बिनीमा जन्म लिनुभयो अनि बुद्धगयामा उहाँले त्यो ज्ञान प्राप्त गर्नुभयो। ज्ञान प्राप्त गरिसकेर उहाँले 7 हप्तासम्म प्रवचन दिनुभएको थिएन। ती टाइममा अनि भगवान र विष्णु भगवानले अनि तपाईँले जो ज्ञान पाएको छ त्यो हामी सारा संसारको मानिस जीवनको लागि भारी दिनुहोस् भनेर आज्ञा राख्नुभयो। त्यो अनुसार उहाँले वाराणसीमा गएर अनि प्रवचन दिनुभयो। त्यो भएर हाम्रो अहिले यो कालमा चाहिँ भनिन्छ उज्यालो काल। यो काल चाहिँ धेरै यो पछि मात्रै आउँछ। उज्यालो र अँध्यारो दुईटै काल हुन्छ। अँध्यारोको कालमा त भगवान बुद्धहरू पनि आउनुभन्दा र अहिले उज्यालो काल छ अनि भगवान बुद्ध आउनु भएको छ। त्यो नि हाम्रो लागि एकदम सौभाग्यको कुरा हो। त्यही भएर हामीहरूले भगवान बुद्ध पालिसकेर अहिले 2500 कति वर्ष भइसक्यो। हामी उहाँ स्वयं हामीले दर्शन पाएको छैन, तैपनि उहाँको पुस्तक उहाँको भजनहरू चाहिँ हामीले सुन्नु सक्नुहुन्छ। त्यसलाई हामीले प्र्याक्टिस ध्यान गर्नु सक्नुहुन्छ। त्यही भएर हामी जन्मनु 0 भए तापनि हामी एउटा गौरव गर्ने कुरा चाहिँ के हो भने अहिले पनि भगवान बुद्धको भजनहरू अहिले पनि छ। हामीले प्र्याक्टिस गर्नु सक्नुहुन्छ, ध्यान गर्नु सक्नुहुन्छ। त्यही भएर हामी आफैलाई के ठान्नु पर्छ भने भाग्य। तपाईँले एकै सोच्नुहोस् म एकदम भाग्य छु, किनभने भगवान बुद्धको प्रवचन भगवान बुद्धको नाम त्यो सुन्नु पाएको छु भनेर 1 सेकेन्ड सोच्नु त आफै आफैलाई के सोच्नुपर्छ भने म एकदम भाग्यशाली हो, किनभने भगवान बुद्धको धर्ममा गएर अनि कस्तो जो ध्यान गर्नु पाएको छ, भगवान बुद्धको बुद्ध जयन्ती मान्नु पाएको छ भनेर आफै आफैले खुसी भयो। 1 सेकेन्डको लागि आँखा दिएर त्यो आफैलाई रिजोइस खुसी गर्नु सक्छ। भगवान बुद्धले यो कलियुगमा जन्म दिनुभयो, जन्मिनु भयो र हामी आफैले के गर्छौँ भने पहिलो जन्ममा राम्रो कर्म गरेर अहिले मानिसको जीवन ल्याएको छ। त्यही भएर त्यो भिडियो मिलेर हामीले भगवान बुद्धको त्यो टिचिङ्सहरू हामीले सुन्नु पाएको छ, ज्ञान गर्नु पाएको छ। त्यो पनि एउटा सौभाग्यको कुरा हो। त्यही भएर त्यो कुरो भयो। अनि भगवान बुद्धले हामीले बुद्ध जयन्ती भनेर एकदमै महत्त्वपूर्ण इम्पोर्टेन्ट मानेर चाहिँ मनाइरहेको छ होइन। त्यो टाइममा चाहिँ हामीले अब भगवान बुद्ध स्वयं त हामीले दर्शन गर्नु पाएको छैन। उहाँले के गर्नुभएको छ भने चाहिँ भविष्यमा म नभए पनि मेरो सट्टा एउटा रहने छ। त्यो चाहिँ के हो भने तिब्बत पुस्तक त्यो हो। मलाई त्यो तिब्बतलाई म स्वयं हो भनेर तपाईँहरूले त्यो रेस्पेक्ट गर्नुहोस् त्यो पुस्तकलाई र त्यो पुस्तकभित्र भएको कुराहरूलाई आफूले सिक्नुहोस् र आफूले ध्यानमा लिनुहोस्। अब जिन्दगी धेरै गाह्रो अप्स एन्ड डाउन्स धेरै कुराहरू हुन्छ नि। त्यो टाइममा भगवान बुद्धको प्रवचनले के गर्नुभएको छ, कस्तो सम्हाल्नु पर्नेछ हो त्यो ध्यान गर्नुहोस् भन्नुभयो।
त्यही भएर भगवान् बुद्ध स्वयं नभए उहाँको शब्द चाहिँ अहिले पुस्तकहरू दिनुहुन्छ। त्यो चाहिँ हामीले ध्यान बुझ्नुपर्ने कुरा। अब यस्तो गर्दाखेरि भगवान् बुद्धले पुस्तकहरू के चाहिँ भनेको होला भनेर सायद तपाईँहरूमा जिज्ञासा। भगवान् बुद्धको यति धेरै पुस्तक छ होइन, हेर्नुहोस् यति धेरै पुस्तक छ, त्यो भित्र के चाहिँ लेखेको होला, यति धेरै छ, धेरै कुरो छ। हामीले एक पान्ना लेखेर हाम्रो मनमा कति सोच्नुपर्छ होइन, तपाईँहरू थाहा छ। म एक पान्ना लेख्छु भन्दाखेरि पेन लिएर यसो बस्यो भने त्यतिको अरू 2 लाइनमा लेख्न सक्नुहुन्न। तर उहाँले यति धेरै भन्नुभएको छ, त्यो भित्र के चाहिँ होला। अब छोटकरीमा गऱ्यो भने सबभन्दा पहिले उहाँले वाराणसीमा के भन्नुभएको छ भने उहाँको छोटकरीमा ओके फर्स्ट के बुझ्नु पऱ्यो भने हाम्रो अहिले मानिसको जीवन छ, हामी सबैलाई मकसद छ नि, जिन्दगी भनेर एउटा मकसद छ नि, आई एम अलाइभ भनेर म अहिले जिउँदो छु। तर पनि हामीले आफै जिउँदो छ भनेर याद हुँदैन, किनभने हामी यस्तो सिचुएसनमा होइन, यस्तो ठाउँमा अड्किरहेको छ कि खोला जस्तो बगिरहेको छ। पहिला जब सृष्टि स्टार्ट भयो होइन, त्यहाँदेखि अहिलेसम्म हामी यस्तै खोलामा बगिरहेको छ। तर अहिले चाहिँ यो टाइम हो, यो समय हो, हामीले बुझ्नुपर्ने ऊ यहाँसम्म कसरी आयो र यहाँ अब चाहिँ के गर्नुपर्ने रहेछ। त्यही भएर चाहिँ हाम्रो मानिसको जीवन चाहिँ एकदमै महत्त्वपूर्ण छ, विशेष जीवनमा। अनि यो बुझ्यो भने हामी मानिसको जीवन चाहिँ इम्पोर्टेन्ट किन छ भनेपछि हामीले बुझ्न सक्छौँ र अर्कोले भनेको हामीले अरूलाई भन्नु पनि सक्छौँ। पशु भयो, जीव जनावरहरूलाई त्यस्तो छैन, त्यस्तो खालको सौभाग्य छैन, हामीले त्यो छ। त्यो भएर चाहिँ हामीले चाहिँ यो मानिस जीवन चाहिँ राम्रो ठाउँमा प्रयोग गर्नु पर्यो, किनभने एक दिन हामी जाने नै हो होइन, मर्ने नै हो होइन त। त्यही भएर यो नमर्ने अगाडि हामीले राम्रो कर्म गर्नु पऱ्यो, यसलाई प्रयोग राम्रो गर्नु पऱ्यो। त्यो भएर त्यो एउटा सोच्नु पऱ्यो, एउटा जिन्दगी चाहिँ एकदम महत्त्वपूर्ण हो भन्ने कुरा चाहिँ। अब उहाँले के भन्नुभएको छ भने पुस्तक हुँदैन एउटा कुरा चाहिँ सारा संसार दुःखले भइरहेको छ, दुखी भइरहेको छ, सबैजना दुःख छ। त्यही सोचले उहाँले दरबारबाट उहाँ प्रिन्स हुन्थ्यो होइन, राजकुमार हुन्थ्यो। किन राजाको त्यो सिंहदरबार त्यागेर उहाँ एकदम जङ्गलमा जानुभयो? किन? उहाँले धेरै चिज देख्यो, धेरै चिज सुन्यो। के सुन्यो भने सारा संसार, सारा मनुष्य सबैजना दुःख छ, यो दुःखलाई मुक्त कसरी ल्याउने, त्यो खोजीको लागि अर्कोको लागि उहाँले दरबार त्यागेर जङ्गलमा जानुभयो। त्यही भएर उहाँले के भनेपछि हामी सबै दुःख छ। त्यो दुःख चाहिँ अब दुःख कस्तो प्रकारको हुन्छ तपाईँहरू सोच्नुहुन्छ होला। दुःख भनेपछि जब यहाँ शिव बस्दा आधा हुन्छ होइन, त्यो चाहिँ दुःख हो। जब टाउको दुख्छ त्यो दुःख हो। जब के घटनाहरू घट्छ त्यो चाहिँ दुःख मात्रै सोच्छ होइन। जब कि गाउँ हुन्छ, कि चोट पर्छ होइन, चोटहरू आउँछ, त्यो चाहिँ दुःख हो। तर चाहिँ दुःख होइन सोच्छ। त्यो चाहिँ के हो भने चाहिँ दुःखको दुःख भन्छ। दुःखलाई 3 प्रकारको हुन्छ। दुःखको दुःख हामीले जुन अहिले दुःख भनेर चिनिरहेको छ नि, त्यो चाहिँ दुःख हो। तर दुःख हो भने दुःख हो, त्यो हामीलाई सबैलाई थाहा हुन्छ त्यो दुःख चाहिँ। अर्को दुःख हुन्छ प्रबोधन दुःख। अहिले हामी खुसी भइरहेको छ, जिन्दगी एकदम राम्रो तरिकाले चलिरहेको छ होइन। आफ्नो मनमा के छ सबै भइरहेको छ, आफ्नो चाहना अनुसार गइरहेको छ होइन। त्यो बेला के हुन्छ, हामीले दुःखको महसुस हुँदैन, खुसीको महसुस हुन्छ। तर वास्तविकमा त्यो खुसी पनि एउटा क्षणको खुसी मात्र हो, त्यो पनि चेन्ज भएर जान्छ अनि लास्टमा त्यो दुःख नै हुन्छ। त्यो चाहिँ के हो भने चाहिँ चेन्ज परिवर्तन हुने दुःख खालको हो। र त्यो पनि हामीले सोच्नुपर्छ। जब हामी खुसी हुन्छ त्यो टाइममा चाहिँ ओभर खुसी नभएर खुसी त खुसी हो, एक क्षणको खुसी हो, त्यसमा हामी पक्रेर नजाने सामान्य आफैलाई के सोच्नुपर्छ भने यो पनि एउटा इम्पोर्टेन्ट हुन्छ, चेन्ज गरेर जान्छ।
खुसी होस् दुःख होस् हामीले सामान्नुपर्छ। अनि एउटा दुःख छ त्यो चाहिँ हाम्रो यो संसारमा आए बित्तिकै नै दुःख नै हो। त्यो त एकदम गाह्रो छ हामीलाई थाहा हुनु। यो सबै मनुष्य जीवन लिनु संसारमा आउनु नै एउटा पाप हो। त्यही भएर यो संसारबाट मुक्ति हुनुपर्छ होइन। त्यो चाहिँ अहिले हामीले बुझ्नु अलिक गाह्रो छ। जब हामी ध्यान गर्नुहुन्छ होइन आफ्नो लेभल अलिकति अगाडि बढ्यो भने चाहिँ एकदमै प्र्याक्टिस गर्ने योगीहरू हुन्छ नि उहाँहरूलाई चाहिँ त्यो कुरा चाहिँ प्रष्ट थाहा हुन्छ कि अहिले हामीले थाहा हुन्छ। जोसुकै होस् हामीले अहिले दुःख चाहिँ महसुस छ होइन किन त दुःखै छ। जस्तै राम्रो होस् एउटा साइडबाट हामीले दुःख पाइरहेछ। जस्तै सक्सेसफुल जस्तै होस् एउटा ठाउँबाट दुःख पाइरहन्छ। अब के गर्नुपर्छ भने त्यो दुःखलाई हराउनु पर्यो। कसरी हराउने त धेरै तरिका हामीले बिरामी पाइने डक्टर देखाउँछौँ होइन रोगलाई दबाई खान्छ। तर अहिले भगवान बुद्धले जुन दुःखबाट मुक्ति हुनुको उपाय दिनुभएको छ त्यस्तो खालको होइन। त्यो डक्टरले दबाई दियो सट भयो होइन रुगा त हरायो फेरि भोलिपर्छ फेरि रुगा आउँछ त्यो होइन। भगवान बुद्धले दिनुभएको त्यो उपाय चाहिँ यो हामीले ध्यान गऱ्यो भने हाम्रो दुःखको जरा त्यो दुःखको जरा चाहिँ के हो त जब त्यो जुनै चिज जराबाट उमाल्यो भने त त्यो चिज त हराउँछ होइन। आँखा त हराउँछ त्यो हाम्रो दुःखको कारणहरू छ होइन त्यो समुद्र। अब त्यो दुःखको कारण चाहिँ के होला यस्तो छ चाहिँ हामी दुःखको कारण उहाँले के भन्नुभएको छ भने चाहिँ विशेष गरी दुई चिज छ। दुःखको कारण हो एउटा मनबाट नेगेटिभ थट्स। हाम्रो मन शुद्ध अशुद्ध मन भयो भने त्यसले अर्कोलाई आफ्नो भनेर एउटा माया प्रेम गर्ने त्यो दिनको बिचमा हामी आत्म भएर जान्छौँ। मेरो भन्ने छुट्याएपछि अनि त्यहाँदेखि त्यसमा रिस जेलसी आँखा हुँदैन आँखा पनि हुन्छ नि अलिक राम्रो भयो भने आँखा परिहाल्ने अब अलिकति सक्सेस नभयो भने त्यो भइहाल्ने। त्यो म भन्ने एउटा ठुलो चिज पक्रिन्छ नि त्यो चाहिँ हो आइडेन्टिटी। त्यो अँध्यारो बसिरहेछ राम्रो गरिरहेछ। हामीले सोच्छौँ हामी एकदम क्लियर छौँ कन्फ्युज छैन कि डाउट छैन तर पनि हामी त्यो बिचमा चाहिँ माया प्रेम रिस लोभ लालच त्यो बिचमा चाहिँ हामी फसिरहेछ। त्यो चाहिँ हामीले बुझ्नुपर्छ। त्यो चाहिँ दुःखको एउटा झाड हो। भगवान बुद्धले भन्नुभएको छ सारा संसारलाई चाहेको चाहिँ सुख हो तर अज्ञानताको कारणले आफ्नो चाहेको सुखको झरालाई उगालेर दुःखको झारा पक्रिरहन्छ। त्यो दुःखको झारा चाहिँ के हो त्यही हो हामीले म भनेर पक्रेर म भनेर ठुलो पक्रेर अरू भनेर ठुलो छुट्याएर त्यो दुःखले गरेपछि त्यो अरू दुःख चाहिँ दुःखको झारा एउटा चाहिँ के छ भने चाहिँ हामीले एक्सन्स मानिदियो एउटा जिउबाट बाँधिदियो के छ भने मार्ने काट्ने झुट बोल्ने कसैले लिइरहेको छ भने त्यसलाई केही कुराहरू भनेर छुटाउने त्यो चाहिँ हाम्रो त्यो नेगेटिभ एक्सन्स होइन त्यो त्यही भएर हाम्रो बोल्दाखेरि नै राम्रो बोल्नु अरूको मनमा चोट नलाग्ने काम गरौँ अरूको ज्यानलाई चोट नलाग्ने काम गरौँ त्यही हो। यदि हामीले त्यो नगरेर अरूको ज्यानलाई अरूको मनलाई चोट लाग्ने काम गऱ्यौँ भने त्यो चाहिँ के हो दुःखको झारा हो। सेकेन्ड दुःखको झारा एउटा त्यो दुःखको झारा हामीले बुझ्यौँ अनि हामीले के पाउँछ भने चाहिँ सुख पाउँछ त्यसले चाहिँ मुक्ति हुन्छ। त्यो दुःखको झारा त्यो दिँदा हामीले थाहा पायो भने आजले हामी के गर्नु पऱ्यो राम्रो बोल्नु पऱ्यो अर्काको मनलाई नलाग्ने त्यो जिउले हट्टी हुँदैन तर मान्छेको मनमा बोल्नु सक्दैन। त्यसलाई जिउ हामीले जे बोल्छ त्यसलाई चाहिँ सम्हालेर बोल्ने हामीले जे काम गरेछ त्यसलाई सोच विचार लिएर गर्ने अनि आफ्नो मन कुन ठाउँमा गइरहन्छ होइन त्यसलाई पक्रिनु सक्ने
त्यो एकदम ठक्क गरिसक्यो भने तपाईँको दुःख बिस्तारै बिस्तारै घट्दै जान्छ। त्यो भयो भने त्यो मुक्ति भन्ने एउटा अर्को संसार एउटा छैन। जब भगवान्ले मुक्ति भन्नुहुन्छ नि अर्को जग्गा छैन। अब आफैले मनलाई बनाउने गरेर आफ्नो भानी व्यवहारलाई सुधार्नु सक्यो भने मुक्ति भन्ने त्यहीबाटै पाउँछ। त्यसलाई चाहिँ मुक्ति भन्छ। अब त्यो मुक्ति पाउन लागि हामीले नराम्रो काम अगाडिमा के बोलेको छ होला हो त्यो कुरो चाहिँ त्यही हो। उहाँले भन्नुभएको चाहिँ दुःख थाहा हुनु पऱ्यो। हामीले फर्स्ट दुःख महसुस गर्नु पऱ्यो। दुःखको झरा थाहा हुनु पऱ्यो। त्यो झरालाई हामीले उगाल्ने बिस्तारै बिस्तारै उगाल्ने सक्यो भने त्यो झराले दिएको फल हामी दुःख चाहिँ हट्छ। त्यो हट्यो भने मुक्ति भन्ने त्यही हो। त्यो पाउने मार्गलाई चाहिँ अनि त्यो मार्ग सत्य के भन्नुपर्छ। अब यसको अगाडि हामीले